हेलो एभ्रिवान, नमस्ते सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा, जहाँ तपाईँले विभिन्न प्रकारको फुलहरूबारे जानकारी पाउँदै आइरहनु भएको छ भने आज फेरि एउटा नयाँ नौलो जानकारी लिएर आएको छु। एकदमै स्पेसियल जानकारी लिएर आएको छु हजुरहरूलाई र आशा गर्दछु तपाईँले यो भिडियोलाई अन्तसम्म हेर्नुहुन्छ भनेर, र यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनुहुन्छ भनेर है। सो बेसिकली आज म तपाईँहरूलाई गोदावरीको बारेमा भन्न गइरहेको छु। गोदावरी यानि क्रिसेन्थेमम है, गोदावरीको मल्टिफ्लोराका बारेमा कुरा गर्नु पर्दा फेरि मसँग धेरै प्रकारको प्रश्नहरू उठ्न गएको छ। यहाँ सबै मेरो कस्टमर हुनुहुन्छ, फलोअर हुनुहुन्छ, उहाँहरूले हामीलाई क्वेसन गर्नुहुन्छ कि मल्टिफ्लोरामा चाहिँ पिन्चिङ गर्नु अनिवार्य छ या छैन, त्यो कुरा हामीमा चाहिँ उहाँले राखिरहनुहुन्छ। र यही कुरा गर्नको लागि आज यही कुरोलाई एकदमै क्लियर गराउनको लागि चाहिँ हजुरहरूको समक्ष आएको छु। र यहाँ देख्न सक्नुहुन्छ तपाईँले मेरो मल्टिफ्लोरा, यो जुन चाहिँ जनवरीको कटिङ हो, र जनवरीको कटिङको मल्टिफ्लोरा अलरेडी मेरो यस्तो भइरहेको छ। र यहाँ तपाईँले देख्न सक्नुहुन्छ कतिवटामा कोपिला लागेर फुली पनि रहेका छन्। यिनीहरूलाई अब हामी हटाउने छ, त्यो भिन्दै कुरो हो होइन। एकदमै फुलिरहेको छ यो मल्टिफ्लोराको क्याटेगोरी, र यो जनवरीको कटिङ्स हो। र तपाईँले त्यति मात्र होइन, यदि नोटिस गर्नुभयो भने यसको साइडबाट पनि यसरी मजाले आइरहेको छ, देख्न सक्नुहुन्छ वरिपरिबाट एकदमै मजाले झ्याम्मिएर आउँदैछ। यो फुले तापनि यसको साइडबाट एकदमै मजाले आइरहेको छ। ओके, सो भनेपछि क्वेसन के रहन्छ भन्दाखेरि के मल्टिफ्लोरालाई पिन्चिङ गर्नु जरुरी छ त? आन्सर छ, मल्टिफ्लोरालाई पिन्चिङ गर्नु जरुरी चाहिँ छैन। तर यो प्रब्लम के हुन्छ भन्दाखेरि मल्टिफ्लोरालाई यदि पिन्चिङ गर्नु भन्यो भने चाहिँ यसरी कोपिला आइदिन्छ, र कोपिला आएपछि यसरी मुनिबाट साइडबाट फेरि हाँगाएर झ्याम्मिहाल्छ। झ्याम्मिनु चाहिँ र यो फुलेको फुललाई चाहिँ हामीले काटेर फ्याँक्नुपर्छ होइन। सो अनि कोपिला आउँदै यसरी बढ्दै, कोपिला आउँदै बढ्दै गर्छ होइन। तर यदि तपाईँले पिन्चिङ गर्नुभयो भने चाहिँ यसरी तपाईँको झ्याङ मजाले बनिनु सक्छ। हेर्नुहोस् त, यही मल्टिफ्लोरा हो नि त होइन, यो मजाले बनिरहेछ। अब यसलाई तपाईँले जबसम्म कोपिला आउँदैन तबसम्म मजाले पिन्चिङ गर्नु सक्नुहुन्छ। पिन्चिङ गर्दै यसको झ्याङ बनिँदै जान्छ यसको साइडबाट। अब हामीलाई चाहिँ यो सोको लागि चाहिँ यो एउटा सिङ्गल प्लान्ट चाहियो नि त, यो चाहिँ एउटा सिङ्गल प्लान्ट भयो नि त हो, यसलाई सिङ्गल प्लान्ट चाहियो, यो सिङ्गल प्लान्ट भएर जान्छ नि त यो चाहिँ हो। तर यदि हामीले पिन्चिङ गरेन भने चाहिँ झ्याम्मिनु चाहिँ मजाले झ्याम्मिन्छ। अब हेर्नुहोस् है, अब यो यस्तो मजाले झ्याम्मिएर आउँदैछ, यो साइडको हेर्नुहोस् त, यो बिचमा कोपिला पऱ्यो होइन, यो बिचबाट साइडबाट पुरा झ्याम्मिएर आउँदैछ। तर एउटा मात्रै बोर्ड जस्तो चाहिँ देख्दैन। अब यसमा थुप्रै बोर्ड जस्तो देख्छ। हुन त एउटै बोर्ड हो, साइडबाट आएको हो होइन, मुनिबाट आउँछ कापिसहरू, त्यसले झ्याम्मिँदै जान्छ। तर एउटै बोर्ड जस्तो चाहिँ देख्दैन, यसमा धेरै बोर्डहरू रहेको जस्तो देख्छ। सो त्यसले गर्दाखेरि चाहिँ अनिवार्य रूपले अब यदि हामीले चाहियो भने चाहिँ हामीले पिन्चिङ गर्न सक्छौँ। तर यदि पिन्चिङ गर्ने आइडिया छैन भने चाहिँ तपाईँले यसरी खुल्लै छोड्नु भयो भने पनि, तपाईँले पिन्चिङ गर्नु भएन भने पनि यसरी खुल्लै रूपले यसरी एकदमै छोडिदिनु सक्नुहुन्छ। मजाले बढेर यसले बिस्तारै बिस्तारै झ्यामिँदै मजाले मतलब बुसी हुँदै गइहाल्छ। यसमा तपाईँले कुनै चिन्ता लिने कुरा छैन। यो सबैले देख्न सक्नुहुन्छ नयाँ कापिसहरू मजाले मुनिबाट हानेको छन्। ओके, तर अब क्वेसन फेरि आउँछ कि यो फुलेकोलाई के गर्नुपर्ने? यो फुलेकोलाई तपाईँले राख्नुहुन्न, किनभने फुलेकोलाई राख्यो भने चाहिँ तपाईँको एनर्जी, यो प्लान्टको एनर्जी जुन चाहिँ छ यो सबै नै खाइदिइहाल्छ। सो यो फुलेकोलाई चाहिँ तपाईँले एकदमै, यो चाहिँ एकदम अति आवश्यक हो। यसलाई चाहिँ तपाईँले काटेर यसरी फ्याँकिदिइहाल्नुहोस्। यस हो, अनि यो पुरानो पत्ताहरू पनि झिक्नु पायो भने तपाईँले राम्रो हुन्छ। ओके, सो यसलाई हामी यहाँ थुपारौँ, अहिले फ्याँकौँ होइन। यसो गर्नु भने चाहिँ तपाईँले अब यो फेदको साइडको बढ्नु पनि पाउँछ, र तपाईँको झ्याङ पनि राम्रो भएर जान्छ। ओके, सो यसलाई चाहिँ एकदमै काटिदिइहाल्नु चाहिँ, यसलाई पनि होइन। अब यो छ नि त, काटिदिइहाल्नु। कतिलाई चाहिँ माया लाग्छ, अब फुल्दै गरेको फुललाई कसरी काट्नु भन्ने हुन्छ। ठिकै हो तपाईँको कुरा पनि, तर काट्नु भएन भने चाहिँ तपाईँको प्लान्टको चाहिँ उयो टेक्सचर बिग्रेर जान्छ है। मैले पनि ढिलो गरेँ काट्नु, खासमा यो अस्ति काट्नुपर्ने हो। तपाईँहरूलाई भिडियो देखाउँछु सिकाउनुको लागि बनाउँछु काट्छु भन्दै ढिलो भइदिएको यो चाहिँ हो। तर केही छैन, भइहाल्छ, मिलिहाल्ने कुरो हो यो होइन। सो यसरी चाहिँ तपाईँले काट्नुपर्छ। मैले यहाँनिर काट्दिनँ तपाईँको होइन, यसलाई पनि काटेर देखाइदिँदैछु।
ल काटेर है हेर्नुहोस्। सो यसरी नै सबैलाई काट्नुपर्ने हो। तपाईँले मजाले काट्नु भने चाहिँ यो झ्यामिएर आइहाल्छ। र अब कतिको क्वेसन हुन्छ कि यो त एक्जिबिसनमा काम लाग्दैन त भनेर भन्नु सक्नुहुन्छ। हो, यो एक्जिबिसनमा हामीले पार्टिसिपेट गर्नु सक्दैन, तर सबै एक्जिबिसनका लागि प्रिपेयर गर्नुपर्छ भन्ने छैन। कतिवटा त हामी प्रायः त सबै सेलको लागि मात्रै प्रिपेयर गर्छौँ, र सेलको लागि चाहिँ बुझी भएको राम्रो होइन। इट डजन्ट म्याटर कि अब यो एउटा मात्रै स्टेम आएर बनिएको छ कि या मजाले साइडबाट आएर बनेको छ, त्यो म्याटर गर्दैन। तर बुसी छ, राम्रो फुलेको छ भने भइहाल्छ होइन। सो यसरी नै यो सम्पूर्ण काट्नु नै पर्छ। अहिले म तपाईँलाई काटेर देखाउने नै छु। र यदि तपाईँले बुकिङ गर्नुभएको छैन भने आफ्नो गदवरीलाई छिटोभन्दा छिटो बुकिङ गर्ने। र यो प्लान देखेर म त ढिलो भएछु भनेर नसोच्दा हुन्छ, समयमा नै हुनुहुन्छ। हामी चाहिँ ठुल्ठुलो बुस बनाउनको लागि जनवरीमा नै कटिङ राखेर बाई फेब्रुअरी एन्डमा हामी रोपिहाल्छौँ। सो त्यसले गर्दाखेरि अलिकति ठुल्ठुलो भएको जस्तो देख्न सक्नुहुन्छ। तर नसुर्ताउनुहोस्, तपाईँ ढिलो हुनुभएको छैन, किनकि हामीले कटिङहरू अहिले पनि लगाइरहेको छौँ। जस्तै यहाँनिर मल्टिफ्लोराको यो सम्पूर्ण देख्न सक्नुहुन्छ, यो सबै मल्टिफ्लोरा हो। यो उड्दैछ। अबको एक हप्ता नि लाग्दैन यसलाई प्रिपेयर हुनको लागि, तयार हुनको लागि। ओके, सो मल्टिफ्लोरा अलमोस्ट रेडी भइसकेको छ र हजुरहरूले बुकिङ गर्न सक्नुहुन्छ। ओके, थ्याङ्क यू सो मच। बाई बाई, सी यू सुन इन नेक्स्ट भिडियो।